हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आज म फ्लाइट गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू तपाईहरुलाई जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। म मेरो जीवनकै पहिलो फ्लाइट यात्राको क्रममा भएका सम्पूर्ण घटनाहरू यसै भिडियो मार्फत तपाईहरुलाई देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यो चाहिँ गोवाको मोपा एयरपोर्टको दृश्य हो, देख्न सक्नुहुन्छ। क्या दामी छ क्या मोपा एयरपोर्ट। ओ माय गॉड। हेलो गाइज, नमस्ते। आज चाहिँ हामी गोवाबाट दिल्लीको यात्रा गर्दैछौँ फ्लाइटको। अहिले म चाहिँ एयरपोर्टभित्र छु। म चाहिँ अहिले मोपा एयरपोर्टमा छु। म चाहिँ बोर्डिङ चेक गराउनलाई अगाडि गइसकेको छु। यता देख्न सक्नुहुन्छ, अगाडितिर बोर्डिङ चेक गराउनेहरूको लाइन हो। म पनि लाइनमै छु। आज म चाहिँ गोवाबाट दिल्लीसम्मको फ्लाइट यात्रा गर्दैछु। हामी चाहिँ बोर्डिङ पास गरिसके पश्चात यता बसिराखेका छौँ। 1 घण्टा पछि हाम्रो फ्लाइट छ गोवाबाट दिल्लीको। ओ माय गॉड, देख्न सक्नुहुन्छ क्या सुन्दर दृश्य छ क्या यतातिर। यो चाहिँ मोपा एयरपोर्ट नजिकैको सुन्दर दृश्य हो, देख्न सक्नुहुन्छ। क्या दामी रहेछ। फाइनल्ली म चाहिँ फ्लाइटभित्र गइसकेको छु। देख्न सक्नुहुन्छ कस्तो भिड छ क्या। त पछाडि दिदीले हेर्दै हुनुहुन्छ, मलाई हाँसिराख्नु भएको छ है मेरो भिडियो बनाए देखेर। म चाहिँ आज मेरो पहिलो यात्राको अनुभव अनुसार तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछु। मेरो फ्लाइटमा भएका सम्पूर्ण घटनाहरू सेयर गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। फ्लाइट चढ्दा के कुरामा ध्यान दिनु पर्दो रहेछ, म सम्पूर्ण कुरा भन्नेछु तपाईहरुलाई। देख्न सक्नुहुन्छ यता चाहिँ ब्याग राख्ने ठाउँ रहेछ। सबैले आफ्नो ब्याग राख्नु हुँदैछ। मैले चाहिँ अलरेडी राखिसकेको छु। फाइनल्ली म चाहिँ फ्लाइटमा बसिसकेको छु। देख्न सक्नुहुन्छ यो चाहिँ मेरो सिट। मैले चाहिँ झ्यालको सिट बुक गरेको थिएँ। देख्न सक्नुहुन्छ सामान राखिराख्नु भएको छ। बाहिरबाट देख्दा चाहिँ सानो लाग्ने, तर भित्र चाहिँ भस्मै ठुलो हुँदो रहेछ क्या। एयर होस्टेज पनि राम्रो हुनुहुन्छ, एकदम सहयोग गर्नुहुँदो रहेछ। त्यस्तो समस्या हुँदैन। एयर होस्टेजले सबै सहयोग गर्नुहुँदो रहेछ। देख्न सक्नुहुन्छ यता चाहिँ बेल्ट बाँध्ने तरिका सिकाउँदै हुनुहुन्छ हामीहरूलाई। उहाँहरूले हाम्रो सेफ्टीको लागि धेरै मद्दत गर्नुहुँदो रहेछ। अक्सिजन कसरी लगाउने अनि बेल्ट कसरी बाँध्ने भन्ने कुरा सम्पूर्ण कुरा सिकाउनु हुँदो रहेछ। एकदम इजी हुँदो रहेछ। सुरुमा चाहिँ डर लाग्दो रहेछ हेर्नुस्। अनि मलाई चाहिँ ढुकढुक गरिराखेको थियो। बोर्डिङ चेक गरे पश्चात चाहिँ सहज भयो। देख्न सक्नुहुन्छ यता मेनुको बारेमा पनि थोरै जानकारी दिनुहुँदो रहेछ। अनि त्यस पछाडि चाहिँ सेफ्टीको लागि सम्पूर्ण जानकारी दिनुहुँदो रहेछ। तपाईहरुलाई म मेरो अनुभव अनुसार सम्पूर्ण कुराहरू बताउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। देख्न सक्नुहुन्छ यसरी बेल्ट बाँध्नुपर्छ अनि सिटलाई कसरी हल्का पछाडि बनाउने, अगाडि बनाउने, एसीको हावा कसरी पास गर्ने सम्पूर्ण कुराहरू तपाईहरुलाई म भन्ने छु। घुमाउनु पर्छ माथि चाहिँ एसीको लागि। अनि त्यस पछाडि बेल्ट बाँध्नु पर्छ। अरु त एकदम इजी हुन्छ, नातिनु होला, त्यही हो। फाइनल्ली उहाँहरू सिकाएर गइसक्नु भएको छ। अब चाहिँ यो भन्दा ठुलो मान्छेहरू आएर चेक गर्नुहुन्छ हामीले बेल्ट लगाएका छौँ कि छैनौँ। हाम्रो सेफ्टीको लागि चाहिँ अब अर्को मान्छे आएर चेक गर्नुहुन्छ है।
you need one, our cabin crew will be happy to offer you a copy. Thank you. एकदम दयालु, एकदम मायालु, सबैलाई मद्दत गर्नु हुँदो रहेछ, त्यस्तो समस्यामा पार्नु हुँदो रहेछ। चेक भयो है, यो चाहिँ ब्रेक जस्तो हुँदो रहेछ। Previous session हम आपको याद दिलाना चाहेंगे कि डायरेक्टरेट जनरल ऑफ सिविल एविएशन के निर्देशानुसार विमान में यात्रा करने यात्रियों से अनुरोध है कृपया सुनिश्चित करें कि सीट बेल्ट भइसकेको छ। बच्चे अपनी सीट बेल्ट लगाए रखें। मनले ढुकढुक ढुकढुक गरिराखेको छ है मलाई चाहिँ। पहिलो पटक हो नि त मेरो। Thank you. सुरु भइसकेको छ। पहिलो यात्रा एकदम ढुकढुक ढुकढुक हुँदो रहेछ मन चाहिँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। निकै ढुकढुक गरिरहेछ है मनले चाहिँ। देख्न सक्नुहुन्छ उहाँ चाहिँ सबैभन्दा ठुलो एयर होस्टेज हुनुहुँदो रहेछ। उहाँ चाहिँ चेक गर्न आउनुभयो लास्टमा। बिस्तारै बिस्तारै स्पिड जाँदैछ। एकदम आत्तिनु भएको छ यात्रुहरू चाहिँ। उहाँले चेक गरेर अब गइसक्नु भएको छ। उहाँ चाहिँ सबैभन्दा सिनियर हुनुहुँदो रहेछ। देख्न सक्नुहुन्छ अब चाहिँ हाम्रो फ्लाइटको प्लेन सिधा भइसकेको छ। रेस हुँदैछ है गाइजहरू, एकदम रेसमा जाँदैछ। अब फिल आउँछ क्या रेसमा गएपछि। देख्न सक्नुहुन्छ मच्चिरहेछ है, धेरै मच्चिराखेको छ। ओ माई गड, कतिको स्पिड होला गाइजहरू कमेन्ट गर्नु होला है, थाहा छ भने तपाईँहरूलाई। ओ माई गड, फाइनली उड्न लाग्यो है गाइजहरू। मन धेरै आत्तिएको छ है। ओ उड्यो 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 गाइजहरू फाइनली। ल है उड्यो। लास्टै हल्लिँदो रहेछ है उड्दा चाहिँ। एकदम उकालो लाग्यो जस्तो भइरहेछ है, भारी लागिराखेको छ। ओ शान्ति शान्ति, ओह्रालो लाग्यो गाइजहरू। उकालो लागेर ओह्रालो लाग्दा चाहिँ मन एकदम आत्तिँदो रहेछ, डर लाग्ने रहेछ है। खै किन मलाई त बमिट आउला जस्तो, टाउको दुख्ला जस्तो भइराखेको छ। देख्न सक्नुहुन्छ उकालो लागेको छ है। यतातिर ओह्रालो लागेको छ भने माथितिर उकालो लागेको छ। फर्स्टमा चाहिँ यस्तो गाह्रो किन हुन्छ है गाइजहरू, कमेन्ट गर्नु होला। अब चाहिँ शान्ति भयो, एकदम शान्ति। देख्न सक्नुहुन्छ निकै सुन्दर दृश्य देखिँदो रहेछ है झ्यालबाट चाहिँ। एकदम राम्रो देखिराखेको छ। फ्लाइटको क्रममा तपाईँहरूले त्यस्तो डराउनु पर्ने, आत्तिनु पर्ने केही पनि छैन। तपाईँहरू नडराउनु होला, नआत्तिनु होला, आफ्नो आत्मबललाई बलियो बनाउनु होला। देख्न सक्नुहुन्छ साह्रै मजा आइरहेछ है। जति माथि गयो त्यति मजा आउने रहेछ। चल्या छ कि छैन केही थाहा हुँदैन माथि पुगिसके पश्चात त। देख्न सक्नुहुन्छ तलतिरको सुन्दर दृश्य। देख्न सक्नुहुन्छ सिधा भइसक्यो है त्यसले। देख्न सक्नुहुन्छ धेरै माथि आइसक्यो। अर्कै हुँदो रहेछ क्या, तल समुद्र देखिएको छ। प्लेन पनि उकालो लाग्यो जस्तो छ। सर्लक्क ओह्रालो, पछाडितिर चाहिँ सर्लक्कै ओह्रालो।
लाग्यो है मलाई चाहिँ खानेकुरा साह्रै मजा आयो है जिन्दगीको पहिलो फ्लाइट यात्रा धेरै राम्रो भयो मलाई चाहिँ यदि तपाईहरुलाई फ्लाइट सम्बन्धी कुनै जानकारी लिनु छ भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ म मेरो पहिलो अनुभव अनुसार सम्पूर्ण कुराहरू तपाईहरुलाई बताउने छु सबैभन्दा पहिला चाहिँ फ्लाइट गर्दा फर्स्टमा चाहिँ पासपोर्ट अनि टिकट अनि त्यसपछि बोर्डिङ पास अनि आफ्नो सामानहरू वेट चेक गरेर ल्याउनु होला नत्र भने सामानहरू फाल्दिने उतै बोर्डिङ पासमै रोकिदिने रहेछ धेरै लफडा हुँदो रहेछ मेरो चाहिँ सामान कम थियो त्यसकारण मैले चाहिँ त्यति झन्झट गरिन वेटको कुरा गर्दा चाहिँ सानो ब्याग 7 केजी अनि ठुलो ब्याग चाहिँ 15 केजी को हुनुपर्छ यदि तपाईहरु त्यो भन्दा धेरै सामान राख्नुभयो भने बोर्डिङ पासमा फाल्दिन सक्छ ध्यान दिनु तर एयर होस्टेजले लास्टै मद्दत गर्दो रहेछ केही समस्या हुँदैन तपाईहरुलाई विसर्जन विमान के उतरने की तैयारी में आपसे निवेदन है कि आप अपनी कुर्सी पर लौटाए कुर्सी की पेटी बांधे रखें कृपया साथ लाए सामान को अपनी सामान कक्ष में या सामने वाली कुर्सी के नीचे रखिए विंडो शीट्स खुले रखें कुर्सी सीधी रखिए ट्रे टेबल्स बंद कर लें अनाउन्समेन्ट भइराखेको छ धन्यवाद Careful in preparation for landing, please return to your seats and fasten your seatbelt. Ensure that the cabin bag is stowed in the overhead bin or under the seat in front of you. Window shades are open. Seat back is in the upright position and tray tables are closed. Please switch off all electronic devices and ensure that mobile phones are in उहाँहरूले चाहिँ सिट बेल्ट लगाउनलाई भनिराख्नु भएको छ एनाउन्समेन्टमा सिट बेल्ट लगाउने भनिराख्नु भएको छ देख्न सक्नुहुन्छ एकजनाले चाहिँ यता लेखिराख्नु भएको छ अघिदेखि के लेखिराख्नु भएको छ थाहा छैन उहाँ चाहिँ लेखिराख्नु भएको छ यात्रियों से अनुरोध है कि पहली बार से फोन चार्जिंग केबल को डिस्कनेक्ट करें बच्चों के साथ यात्रा करें यात्रियों से अनुरोध है कि ड्राइवर सुनिश्चित करें कि सीट बेल्ट संकेत बंद होने तक बच्चे अपनी सीट बेल्ट लगाए रखें Ladies and gentlemen, passengers are reminded to disconnect any charging cables from the USB port. Passengers will have to make sure and kindly reminded to ensure their children are properly secured. हाम्रो यात्रा पुरा हुँदैछ केही छिनमा त्यसकारण अब एनाउन्समेन्ट लगातार गरिराख्नु भएको छ सुरुमा चाहिँ डर लाग्दो रहेछ तर अब मैले चाहिँ तपाईहरुलाई के जानकारी दिन गइराखेको छु भने मेरो अनुभव अनुसार त्यस्तो डराउनु पर्ने आत्तिनु पर्ने कुनै पनि चिन्ता लिनुपर्ने नगर्नु होला किनभने सबै कुरा एकदम इजी हुँदो रहेछ त्यस्तो डराउनु पर्ने आत्तिनु पर्ने कि हुँदैन तपाईहरु ढुक्क भएर आफ्नो सामानलाई लिएर आत्मविश्वास बलियो गरेर बस्नुभयो भने तपाईको यात्रा अवश्य तय हुन्छ अवश्य पुरा हुनेछ भन्ने विश्वासका साथ तपाईहरुको मनमा केही जिज्ञासा भएपछि तपाईहरुको मनमा केही प्रश्न भएपछि तपाईहरु कमेन्ट मार्फत जानकारी गराउनु होला म तपाईहरुलाई अर्को भिडियोमा सम्पूर्ण समस्याको तपाईहरुको क्वेशनको एन्सर दिने प्रयास गर्नेछु देख्न सक्नुहुन्छ अब लास्ट हुँदैछ त्यसकारण एयर होस्टेजहरु पनि एकदम चलाखी गर्नुभएको छ एकदम चलाखी पनि गरिराख्नु भएको छ सिल अब उत्रिँदाखेरि चाहिँ सिट बेल्ट चेक गर्दै हुनुहुन्छ उहाँले देख्न सक्नुहुन्छ उहाँ चाहिँ सबैभन्दा खतरा हुनुहुन्छ लास्टमा चेक गर्न आउनुहुन्छ उहाँ चाहिँ अब चाहिँ लास्टमा नमस्ते गर्नुहुँदो रहेछ लास्टमा चाहिँ देख्न सक्नुहुन्छ अब चाहिँ फ्लाइट बस्दैछ टर्न भइसक्यो देख्न सक्नुहुन्छ लास्टमा चाहिँ हल्लिँदो रहेछ बस्ने क्रममा सुरुमा पनि हल्लिन्थ्यो शरीरलाई पनि फिल भइहाल्छ क्या हल्लिने टाइममा अब त बस्न लाग्यो कि क्या हो जस्तो हुन्छ सुरुमा चढ्दा चाहिँ उकालो लाग्या जस्तो हुन्छ अहिले चाहिँ ओह्रालो लाग्या जस्तो हुँदो रहेछ है लास्टमा केही भएन यात्रा एकदम सुरक्षित भयो मेरो जीवनको पहिलो यात्रा एकदम सक्सेसफुल भयो एकदम सफलता पायो मेरो पहिलो फ्लाइट यात्राले तपाईहरु मेरो भिडियो हेर्दै हुनुहुन्छ भने नडराउनु होला नआत्तिनु होला यात्रा एकदम सुरक्षित हुन्छ केही जानकारी लिन चाहनुहुन्छ भने तपाईहरुले ढुक्कका साथ कमेन्ट गर्नु होला म तपाईहरुको कमेन्टको एकमुष्ट रिप्लाई दिनेछु तपाईहरुको समस्या समाधान गर्ने प्रयास गर्नेछु देख्न सक्नुहुन्छ बिस्तारै ल्यान्डिङ भइरहेको छ बिस्तारै ल्यान्डिङ हुँदैछ 81 चाहिँ दादु रहन्छ ल्यान्डिङमा हल्लिँदो रहेछ लास्टमा चाहिँ थाहा भइहाल्दो रहेछ
शरीरले आफै थाहा पाइहाल्दो रहेछ। प्राय मान्छेहरू उड्दा अनि प्लेन ल्यान्डिङ हुँदा एकदम छेउमा ल्याए जस्तो गर्ने रहेछ, बोरिङ हुँदो रहेछ सुरुमा, अनि अन्तिममा अरू त यात्राको बिचमा एकदम राम्रो हुँदो रहेछ, एकदम राम्रो भयो यात्रा। देख्न सक्नुहुन्छ रोड पनि कति सानो देखिन्छ, घर पनि कति सानो देखिन्छ। बिस्तारै ल्यान्डिङ हुँदैछ, ठुलो 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 देखिँदैछ, हल्लिँदो रहेछ लास्टमा, फर्स्टमा अनि लास्टमा अलि बोर हुँदो रहेछ, त्यस पछाडि चाहिँ आनन्द। मेरो यात्रा चाहिँ एकदम सफल भयो। तपाईँको यात्रा कस्तो भयो कमेन्ट गरेर जानकारी दिनुहोला। देख्न सक्नुहुन्छ बिस्तारै बिस्तारै ल्यान्डिङ हुँदैछ। यदि तपाईँहरूलाई फ्लाइट सम्बन्धी कुनै जानकारी लिनु छ भने ढुक्कका साथ कमेन्ट गर्नुहोला, म तपाईँहरूको रिप्लाई अर्को भिडियोमा दिनेछु। म तपाईँहरूलाई बारम्बार भनिराखेको छु, फ्लाइटको क्रममा ध्यान दिनुपर्ने विशेष कुराहरू एकदम ध्यान दिएर सुन्नुहोस्। नम्बर 1, पासपोर्टलाई सुरक्षित राख्नुहोस्। नम्बर 2, टिकटलाई ध्यान दिनुहोस्। नम्बर 3, बोर्डिङ पासलाई ध्यान दिनुहोस्। नम्बर 4, आफ्नो सामानको ख्याल राख्नुहोस्। अरू त सामान्य हुन्छ, एयर होस्टेजले मद्दत गरिहाल्नुहुन्छ, केही हुँदैन त्यस्तो। तपाईँहरूलाई मेरो अनुरोध छ, त्यस्तो डराउनु पर्ने आत्तिनु पर्ने केही पनि हुँदो रहेनछ, त्यो त एउटा मनको डर मात्रै रहेछ। भनिन्छ नि, वनको बाघले भन्दा मनको बाघले हान्छ भनिन्छ, त्यस्तै हो क्या। मनमा चाहिँ केही नमानियो भने केही नहुँदो रहेछ। फर्स्टमा चाहिँ अलि हल्लिँदो रहेछ, लास्टमा पनि अलि हल्लिँदो रहेछ। जब उड्डिन्छ नि त्यस पछाडि चाहिँ केही फिलै आउँदैन क्या, स्पिडै नगए जस्तो हुने, एकदम मजा आउँछ। हामीलाई मनोरञ्जित बनाउन, हाम्रो मन भुलाउनलाई एयर होस्टेजहरूले खानेकुरा दिने, पानीहरू दिने, जुसहरू दिने गर्नुहुन्छ। त्यस्तो आत्तिनु पर्ने डराउनु पर्ने केही पनि छैन। तपाईँहरूको मनमा केही जिज्ञासा भएपछि ढुक्कका साथ भन्नुहोला, म तपाईँहरूको रिप्लाई दिनेछु अर्को भिडियोमा। देख्न सक्नुहुन्छ बिस्तारै बिस्तारै ल्यान्डिङ हुँदैछ। घरहरू पनि कति सानो देखिन्थे, अहिले चाहिँ ठुलो देखिन थाले। अब हेर्नुहोस् ल्यान्डिङको अन्तिम चरण। देख्न सक्नुहुन्छ बिस्तारै बिस्तारै ल्यान्डिङ हुँदैछ। देख्न सक्नुहुन्छ चेकिङ हुँदैछ, यो ब्रेक जस्तो हुँदो रहेछ। अब चाहिँ केही मिनटमा ल्यान्डिङ हुँदैछ। अब एकदम ध्यान दिएर हेर्नुहोला, लास्टमा कसरी बस्छ प्लेन ल्यान्डिङ कसरी हुन्छ हेर्नुहोला। एकदम बिस्तारै बिस्तारै ल्यान्डिङ हुँदैछ। ब्रेकहरू चेक भइराखेको छ, ब्रेक जस्तै लाग्छ मलाई, थाहा छ भने कमेन्ट गर्नुहोला। देख्न सक्नुहुन्छ फाइनल्ली प्लेन ल्यान्डिङ भयो, हामी न्यू दिल्ली पुग्यौँ। ओह माई गड, यत्रो स्पिड कन्ट्रोल गर्छ। देख्न सक्नुहुन्छ ब्रेक जस्तै हुँदो रहेछ हावा रोक्नलाई। ल्यान्डिङको क्रममा ओपन भयो, यो चाहिँ एउटा चाहिँ खराब भए जस्तो रहेछ है। देख्न सक्नुहुन्छ यस्तो स्पिडलाई पनि रोक्यो क्या। यसको स्पिड कति हुन्छ साथीहरू कमेन्ट गर्नुहोला, मलाई चाहिँ थाहा भएन। मेरो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। एकदम सुरक्षित भयो हाम्रो यात्रा। मेरो भिडियो हेर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद। यदि तपाईँहरूलाई फ्लाइट सम्बन्धी कुनै मेरो पहिलो अनुभव अनुसार जान्न चाहनुहुन्छ भने ढुक्कका साथ कमेन्ट गर्नुहोला, म तपाईँहरूको रिप्लाई अवश्य दिनेछु। धन्यवाद। अब हेर्नुहोस् अन्तिम चरणको प्रक्रिया, एकदम बिस्तारै ल्यान्डिङ हुँदैछ। And ahead of scheduled arrival, the outer temperature is 32 degrees Celsius. For your safety, please remain seated until seatbelt signs are switched off. When are using mobile phones, please exercise caution while opening your compartments and ensure that you've taken all your personal belongings with you. Passengers with open connections should confirm हुन्छ त फेरि भेटौँला अर्को भिडियोमा। केही मनमा जिज्ञासा भयो ढुक्क साथ भन्नुहोला गाइजहरू। एकदम सुरक्षित यात्रा भयो है, मेरो जीवनको पहिलो यात्रा एकदम सुरक्षित। फाइनल्ली अब चाहिँ
स्टप। हाम्रो सरुता हुनुहुन्छ है, देख्नुहोस् है, निकै खुसी हुनुहुन्छ है, यात्रा सुरक्षित भयो। अब चाहिँ हामी बाहिर निस्किँदैछौँ। नमस्ते, थ्याङ्क यू सो मच। म नमस्ते, थ्याङ्क यू सो मच छु होला, त तिनीहरूले पनि थ्याङ्क यू सो मच हुन्छ। क्या दामी सफल यात्रा भयो है आजको, देख्न सक्नुहुन्छ। वाउ, एकदम सफल यात्रा भयो। म पर्दा त तिमी जाने हो अब सानी, यो के को रानी।